ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिकाको कार्यालय भवन हो यो। मूलखर्कामा अवस्थित यो भवन अहिले एकदमै आकर्षक र व्यवस्थित बनाइएको छ। मेन हाइवेदेखि कार्यालयसम्म जाने बाटो ढलान गरिएको छ। बाटो वरपर फुलहरू रोपेर व्यवस्थित बनाइएको देखिन्छ। यति सुन्दर र आकर्षक भवनमाथि राष्ट्रिय झण्डा फरफराइरहेको देखिन्छ। कार्यालय वरिपरि तारबार गरेर सुरक्षित र व्यवस्थित बनाएको छ। भित्र पस्ने गेट अगाडि पनि फुलहरूले व्यवस्थित हिसाबले सजाइएको छ। कार्यालयभित्र पनि लगभग प्रत्येक कोठामै फुलहरू होलान्, फुलले सजाइएको छ। आवत जावतका लागि लिफ्टको सिस्टम छ। कार्यालय वरपर पनि पुरै सफा गरेर राखिएको छ, सफा देखिन्छ। पहाडी गाउँको परिवेशमा रहेको यो संरचना र यसको वरिपरिको व्यवस्थापनले विकाससँगै सफाइ र सुन्दरतालाई पनि प्राथमिकता दिएको देखिन्छ। यस गाउँपालिकाको विकास र व्यवस्थापनमा योगदान पुर्याउनु हुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षज्यू तथा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूलाई हार्दिक धन्यवाद। आगामी दिनमा पनि यस्तै सकारात्मक र जनमुखी कामहरू निरन्तर अघि बढिरहनु। हस् त, आजको भिडियो यति नै। फेरि भेटौँला अर्को नयाँ भिडियोमा।